केपी ओलीको जिन्दगी अहिलेको अवस्थामा भन्दाखेरि गर्लफ्रेन्डले छोडेर ब्रेकअप पछिको जिन्दगी कस्तो हुन्छ ठ्याक्कै त्यस्तै छ है। अब त्यो फलफुलको राजा भोगटे महेश बस्नेत भन्दा त अरूले अब त्यहाँको कार्यकर्ता पार्टीको मान्छेहरूले कसैले फिटिक्कै मनै पराउँदैन। पहिलो कुरो अब हामीले यहाँबाट सिक्नुपर्ने कुरा के छ भन्दाखेरि पैसा पावर कुर्सी भएको बेला सबै आफ्ना हुन्छन् है। पैसा पावर कुर्सी छैन भने बुझिहाल ए चुसेर खाएको आँपलाई कसरी फाल्छन्। त्यसरी नै केपी ओलीलाई अहिले राजीनामा मागिरहेछन् सबले। बिचरा माया पनि लाग्छ हौ यी केपी भएको। अलिअलि त देशको लागि पनि गरेका थिएँ, लास्टमा बत्ती मास्टर बत्ती बिगारेर कुरो बिगारे। यी भएको माया लाग्छ यार। राजीनामा दिएको भए त भदौ 23 को त एकदम उत्तम समय थियो नि। के गर्नु अब अघि सक्यो दैलो देखियो के भन्छ नि त्यस्तै भएको छ। त्यही भएर यिनीहरूले जति उफ्रे पनि पर्दैन बा राजीनामा दिन। केही ठ्यास्दैनन्, जे ठ्यास्यो भने ठ्यासुन्। अब राजीनामा दिएर के फाइदा। सबलाई बाबाजीको ठुलो देखाइदिए हुन्छ। आइएम विथ केपी ओली है।